10:30 भयो म यहाँबाट निक्लिन लागेको लोब्रान्सको द्रागासम्म चाहिँ आज मेरो हाइकिङ मेरो हाइकिङको लागि नेसेसरी आइटम लेमन कोका कोला चिप्स एन्ड टिस्यु हिजो कम्पनीलाई सबलाई गफ दिइरहेको थिएँ म पुरा उपत्यबाट हिँडेर लोब्रान आउँछु लोब्रानबाट चाहिँ माथि जान्छ अनि हाइकिङ गर्छ भनेर गफ हानिरहेको आज साँच्चै नै त्यही भइरहेको थियो उपत्यबाट लोब्रानसम्म बस्न जानु लागेको बस चाहिँ 12:30 को रहेछ लोब्रान पुगिसक्यो होइन लोब्रान पुगेपछि माथि जानुपर्छ आज First time we were working together in the same place. Yeah. Now it's our rest day. It's hiking day. Hiking day. People are sleeping, but we are hiking today. Yeah. We want to enjoy to hike. अब यहाँबाट हाइकिङ पोइन्ट सुरु भयो हामी पुरा हिँड्नु पर्छ माथि लेट्स गो गाइस मैले नेपालमा त्यस्तो हाइकहरू गरिरहेको थिएन हाइक भनेको छिम्केसरी डाँडा 6 घण्टा माथि 6 घण्टा तल त्यही पनि फापुर्नेको दिनमा 10 वर्ष पछाडि यस्तो हाइक गरिरहेको छु आजको हाइक कस्तो हुन्छ लास्टमा तपाईहरुलाई भन्नुपर्छ अर्को क्यामेराम्यान छ उसले चाहिँ फेसबुकमा पोस्ट गर्दै रहेछ ब्रो आर यु ओके तपाईँ माथि अप हिलमा छ मलाई लाग्दैन कि आज उच्काको टपसम्म पुग्छ हेलो खोक्नु थालिसक्यो एक्सट्रिम उकालो छ क्या यार तलको अघिको सिडी भन्दा नि खतरा उकालो पित्तै छ 45 डिग्री दिस इज द चेरी Cherry? या ओ यसले दुईटा लुगा लाएर आएर चाहिँ भर्खर पुगाले ओके हाम्रो हाइकिङ यसरी चल्दैछ अडिँदै हिँड्दै The other one tastes good. This one is. What did you think? The taste? No. मिठो छैन भने फाल्दिरहेको Yes, see structure. Lion King. It's farming. हामी चाहिँ अहिले चेरी फार्म भित्र यो बाटो थियो यहाँबाट माथि जाने अनि हामी चाहिँ यता भित्र छिर्यो लाइक एलाउड त छैन होला दिस इज द एयर अफ लोब्रान एउटा टिप्दै खान्छौँ हामीले चाहिँ चेरी उनीहरूको अगाडि चेरी टिप्दै खाँदै माथि आएछ ठ्याक्क अगाडि देख्ने बेला हाँस्दै थियो यार अनि हामीले सरी भन्यो अनि त्यसले केही छैन नो प्रब्लम भन्न थाल्यो अनि ठिक छ भन्दा हामी माथितिर हिँड्यो उनीहरूले भन्दै थियो अलिकता फरक पर्छ उता र यता तलबाट गएको भए अलिक छिटो हुन्थ्यो भन्ने थियो अलि उताबाट चाहिँ राम्रो बाटो थियो होला यो चाहिँ अलि गोरेटो मात्रै छ कल चढ त तिर्खा लाग्यो अनि पानी खाम म चाहिँ यो क्याब चेन्ज गर्छु मैले अर्को पनि हेड ल्याएको छु कन्टिन्यू हान्दैछ वाकिङ अप हिल We are in Europe. We cannot throw anywhere in our garbage, right? Yeah. So that we need to keep, even in Nepal, in the Philippines, we need to do that. Yeah. But we are not follow that. That's not good in our environment. So बाटोले त देखाइरहेको छ उता हिँड्दैछौँ follow the trail. Kingship. If you walk Rest day. 15 minutes, if you sit one day. यहाँ चाहिँ वाटरफल देखाएको छ नि त अनि हामी यहाँबाट गएको यो बाटो गएर माथि गएको वाटरफलतिर जाने भनेको त्यस्तो तल जाने बाटो देखाएको थियो कि त्यो वाटरफल जाने बाटो होइन सो डेन्जर बाटो हामी चाहिँ फेरि फर्किन्छ तल कुकुर बोक्दैछ खोलामा त पानी रहेनछ अनि झर्नामा चाहिँ कसरी पानी हुन्छ होला र त्यो भने ट्राई गरौँ म माथि जानलाई त्यो फिलिपिनको साथी चाहिँ त्यहीँ बस्यो उसलाई हिँड्न सकेन भनेर अनि म चाहिँ यता माथि पानी वाटरफलतिर जाँदैछु लेट्स ट्राई लोब्रान्सका द्रागा त आइपुग्यो यहाँबाट जाने बाटो चाहिँ कता जाने बाटो थाहा छैन मैले चाहिँ वाटरफल जाने बाटो चाहिँ यताबाट माथि भन्दैछ अनि यताबाट माथि जाऊँ हाइक द वाटर पादा
म चाहिँ लोब्रान्सको द्रागाको वादापादा वाटरफलमा छु। तपाईँ हेर्न सक्नुहुन्छ माथि एउटा झर्ना झर्दैछ। वाटरफलमा आइपुगेँ। वाटरफलबाट आएर एकछिन भयो चाहिँ फर्किन्छु म। फिलिपिनको साथी त्यहीँ तल खुट्टा दुख्यो भने बसिरहेको छ। फिलिपिनो साथीलाई त्यहाँ छोडेर गएको मैले माथिबाट फर्केर यहाँ धारा रहेछ पानी भरेर आएको। त्यहाँ हेर्छु त छैन, मलाई कहाँ भागेछ पानी भरेर। आज पिउँदै जानु पर्यो पानी। ट्याकेर हालेको थिएँ अनि स्याउ र नास्पाती छ। अनि नास्पाती र स्याउ चाहिँ खाएको छैन। तिनवटा केरामा चाहिँ अघि दुईजनाले एउटा केरा बाँडेर खायो। अहिले बाँकी एउटा केरा यो खाम अनि कन्टिन्यू तल झरौँ। सायद त्यो निकोलस चाहिँ हिँड्नलाई गाह्रो हुन्छ भनेर तल त्यो अगाडि गइसक्यो होला। आजको हाइकिङ यति नै। म चाहिँ लोब्रान्सको द्रागाबाट तल झरिसकेँ। म चाहिँ ठ्याक्कै समुद्रको छेउमा आइपुगेँ। म माथि जान्थेँ होला, तर मैले चाहिँ त्यो मसँग हाइक गरेको फिलिपिनलाई पछ्याउँदै तल झरेको। त्यसलाई एउटा जर्मनी कपालले चाहिँ लिफ्ट दिएछ अनि त्यो चाहिँ तल झऱ्यो। अनि मभन्दा 2-3 मिनट अगाडि मात्रै तल आएर बसिरहेको छु रुममा। त्यसलाई भेटेँ। यो चाहिँ मेरो सधैँ जगिङ गर्ने बाटो हो। म प्रायः यहाँसम्म आइपुगिराखेको हुन्छु। कुद्दै यहाँसम्म आएको हुन्छ अनि यहाँबाट फेरि फर्केर गएको हुन्छ 6.5 किलोमिटर। You are the professional jumper. Like what's that called? If you jump like straight for your stomach, be careful. Yeah, it's good. Jumping master. आजको हाइकिङ 30 किलोमिटर भएछ 7 घन्टामा। आजको हाइकिङको बारेमा भन्नुपर्दा ठिकै भयो। धेरै समयपछि गरेको हाइकिङ हो। आज चाहिँ म लोब्रान्सको द्रागासम्म आइपुगेँ। म अर्को हाइकिङ चाहिँ उच्कासम्म गर्छु। त्यो अलिकता टफ हुन्छ, अलिकता धेरै किलोमिटर, अलिकता धेरै आवर हुन्छ। अनि अर्को हाइकिङको लागि चाहिँ मनोबल बढाइदिनुको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर अनि मैले पोस्ट गरेको भिडियोहरू हेरिदिएर मलाई साथ सपोर्ट गरिदिनुपर्छ हजुरहरूले। अनि त्यस्तो गयो भने मैले अर्को भिडियोहरू पोस्ट गर्नको लागि चाहिँ मनोबल बढ्छ अनि अर्को हाइकिङ गर्नको लागि पनि मनोबल बढ्छ। जति पनि मलाई हेर्दै हुनुहुन्छ उहाँहरू सबैलाई मरी धन्यवाद। अनि जति पनि नयाँ हुनुहुन्छ उहाँहरूलाई पनि एकदम स्वागत छ। यसरी नै हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला प्लिज, अनि कमेन्ट गरिदिनु होला। धन्यवाद। आजलाई यति नै। अर्को भिडियो भेट्नेछौँ। बाई बाई।